मैले काम गर्ने भनेको बङ्गुर फर्ममा हो। बङ्गुर फर्मको फुलमाछा भनौँ न, फुलमाछादेखि लिएर अलराउन्ड काम चाहिँ मैले गर्छु। अहिले चाहिँ हाम्रो चाहिँ एकदम बेस्ट छ। योभन्दा अगाडिको 2-1 वर्षमा चाहिँ धेरै दर्दनाक थियो, पीडाजनक थियो होइन। त्यो चाहिँ म व्यक्त गर्न सक्दिनँ। म्यानेजर थियो अनि म्यानेजरले काममा आएपछि भनौँ न एकदम नियम फलो गर्नुपर्ने, रेस्टै गर्न नपाउने होइन। यति दुःख थियो त्यो बेला चाहिँ। साँच्चीकै म डिप्रेसनमा जान्थेँ होला जस्तो लाग्थ्यो। किनभने चाहिँ पल पल 1 दिन 2 दिन 3 दिन कसरी जाला भन्ने लाग्थ्यो। तर महिनौँ वर्षौँ पछाडि चाहिँ त्यसरी जस बित्दै गयो। र अहिले चाहिँ म्यानेजर हटेको कारण चाहिँ एकदम राम्रो छ। हामीलाई काम गर्न पनि सहज छ। साउले गर्दाखेरि चाहिँ साउ त्यति आउँदैन, बिहान टाइममा आउँछ अनि भइहाल्छ। हामीले अरू चाहिँ आरस बुझेर गर्नुपर्ने काम हुन्छ। अहिले चाहिँ मभन्दा पछाडिका साथीभाइहरू अथवा भाइहरूलाई चाहिँ आउने पुस्ताहरूलाई चाहिँ एकदम राम्रो छ यो कम्पनीमा। अहिले चाहिँ त्यति नियमहरू चाहिँ एकदम खुल्ला छ अहिले। अब आफ्नो काम दिने हो, झ्यापझुप काम दिएर अनि रेस्ट गर्न पनि पाइयो। अनि हाम्रो पछि लागेर कराउने, छिटो गर भन्ने पनि त्यस्तो हुँदैन। अनि अहिलेसम्म भोगेका कुराहरू चाहिँ यस्तै हो। प्रत्येक ठाउँमा दुःख हुन्छ, सुख हुन्छ भनेर नै यसरी पहिले नै हामी चाहिँ दुःख नै हुन्छ, सुख मात्रै हुन्छ भनेर त आएको होइन। तर दुःख सुख जे भए पनि सबैलाई पार गरेर, सबैलाई दुःख सुख भए पनि त्यहीमा रमाएर चाहिँ हामी अगाडि बढ्नेछु भनेर चाहिँ आएको हो होइन। त्यसकारण पनि दुःख भए पनि आफ्नो दुःखलाई मनमै दबाएर आफ्ना भविष्यका प्लानहरूलाई चाहिँ सोचेर, आफ्नो भविष्यको प्लान सोचेर चाहिँ अगाडि अहिलेसम्म बढ्यो। तर अहिले पछिल्लो अवस्थामा चाहिँ हामीलाई एकदम राम्रो छ यो कम्पनीमा। त्यसकारण चाहिँ अब चाहिँ केही उम्मिद राखेको छु मैले चाहिँ। केही जागेको सम्बन्धमा चाहिँ अब कम्पनी कोरियामा बस्नुपर्छ, कम्पनी चेन्ज गर्नुहुन्न भन्ने चाहिँ एउटा मनैदेखि एकदम एक प्रकारको खुसी लागेको छ होइन। अहिले चाहिँ हामी चाहिँ भिडियो स्टार्ट गर्नुको कारण चाहिँ आज चाहिँ अब कति है भनौँ न, कति अब निराश भएर हिँड्नु, कति बस्नु भनेर हो। एउटा भिडियो बनाऊँ भनेर चाहिँ के हुन्छ त हाम्रो पनि फर्महरूको, हाम्रो कोरियाको बसाइको हाम्रो यो पनि स्मरणीय रहोस् भनेर चाहिँ यो भिडियो बनाउँदै हिँडेको छु। आजदेखि चाहिँ मेरो फर्स्ट भनौँ न कोरियाको एक्सपिरियन्स, कामको एक्सपिरियन्स जाँदैछ। आजको काम चाहिँ हाम्रो के छ भने चाहिँ बङ्गुर फर्मभित्र चाहिँ हुने जुन मुसाहरू चाहिँ अत्यधिक छ, त्यो मुसाहरूलाई चाहिँ औषधि हालेर मार्नुपर्ने छ। औषधि चाहिँ अब धेरै पहिला पनि हाल्यौँ, तर आज चाहिँ अलि धेरै हाल्नुपर्ने छ। धेरै 5-6 महिना भएको थियो नराखेको, त्यसकारण चाहिँ आज चाहिँ मुसालाई हाल्ने काम छ। हाम्रो केटाहरूले चाहिँ कहाँ मुसालाई हाले, कहाँ औषधिहरू चाहिँ यसो जानुपर्ने छ। ल उहाँ पनि भर्खर आएको समथिङ 7 महिना भयो होइन, 7 महिना भयो। काम चाहिँ एकदम बेस्ट दिने होइन। पछाडिको भाइहरूलाई चाहिँ एकदम राम्रो छ काम चाहिँ। यही होइन मुसालाई हाल्ने एकदम यही मुसालाई हाल्ने क्या। आजको कामै यही हो क्या। फेरि 8,000 दिनमा त्यसै खाइदिने क्या साउको है। यो चाहिँ बङ्गुर फर्म हो। यो डिपार्टलाई चाहिँ इम्सिन्सा भन्छ। यो डिपार्ट चाहिँ इम्सिन्सा, उहाँको सरको चाहिँ मेरो यो आफ्नै डिपार्ट हो। अब चाहिँ आफ्नो डिपार्ट हो। ऊ चाहिँ धेरै माया गर्ने के है, डिपार्टलाई धेरै माया गर्ने। बङ्गुरहरूलाई चाहिँ बहुत माया गर्छु। माया गर्न त उहाँले चाहिँ खासै अब त्यो दुःख लाउनु भएन, दुःख भएन। एकदम राम्रो के बङ्गुर गराएर पनि त्यसै अब नराम्रो सुनिन सक्छ। हामीले चाहिँ यसरी रेकर्ड गरेर राख्नुपर्ने हुन्छ बङ्गुरलाई कति जन्म्यो
कति बच्चा भयो, कति सान भयो, कतिचोटि जन्मायो, कति बच्चा जन्मायो, कति पछि बचायो भनेर चाहिँ यो सबै रेकर्ड हुनुपर्छ। रेकर्ड यसरी रेकर्ड राखेको हुन्छ। प्रत्येकमा आफ्नो आफ्नो रेकर्ड हो। प्रत्येकमा चाहिँ आफ्नो आफ्नो रेकर्ड छ। यो चाहिँ इमसिन्सा हो। यसमा चाहिँ बच्चा जन्माउने लगभग यो 1-2 अब समथिङ 2 महिना पछाडि चाहिँ बच्चा जन्माउँछ अहिले। यो चाहिँ फर्म अर्किडिक टाइपको फर्म हो। यसमा गन्धहरू त हुन्छ तर गोबर चाहिँ सोर्नु पर्दैन। गोबर चाहिँ एकदम राम्रो तरिकाले तल यो पाल तल चाहिँ गोबर छिर्छ है गाईजहरू। यो पाल मुनि चाहिँ गोबर सोर्न झर्छ अनि त्यसकारण चाहिँ एकदम राम्रो छ। यो चाहिँ गन्ध चाहिँ आउँछ। बङ्गुर फर्म हो, बङ्गुरमा गन्ध आइहाल्छ। दिशा हुने धेरै हुने ठाउँमा त गोबर आइहाल्छ। यो चाहिँ हाम्रो दानाको पद्धति हो होइन। सट्ट एउटा तान दियो भने सबै झर्छ, सबै ठाउँ झर्छ। यसलाई चाहिँ दाना नपाएको रहेछ, बिरामी होला सायद। यो चाहिँ एकदम राम्रो इन्सुरेन्स आयो। यो सानो छ, यो हाम्रो फर्म चाहिँ सानो भएको कारण चाहिँ यदि छैन। टोटली 2500 3000 बङ्गुर छ। टोटली 3000 बङ्गुर छ। यो चाहिँ हाम्रो जुन त्यो चाहिँ बटन चाहिँ दानाको दाना अन गरे सो त भरिन्छ। अनि यो चाहिँ यहाँदेखि हाम्रो जोइन हुन्छ। यसलाई चाहिँ हातले तलतिर तान्यो भने दानाहरू सबैमा झर्छ। एकैचोटि झर्छ होइन, एकैचोटि दानाहरू सबै झरेर सबैले खान्छ। त्यसपछि यो चाहिँ दानाको थोङ हो। यो चाहिँ भाँडा मेन हो। यो चाहिँ फुनमान्छा र यता बच्चा जन्मेको ठाउँ र यसमा जाने हो। यो चाहिँ 2 गाडी हालिदिन्छ अनि पुरा यहाँदेखि चाहिँ यो तानिसकेपछि खाली हुन्छ। अनि योदेखि अन गऱ्यो बटन, रातदेखि माथिको बटन चाहिँ अन गऱ्यो भने सरर भरिन्छ। यहाँको चाहिँ सुविधा यो हो।